UV DTF प्रिन्टर ल्याउन पर्यो नेपालमा पर्सनल युजलाई कसरी मिल्छ? पर्सनल युजको लागि तपाईको सामान, प्रिन्टर, मसिन वा र मटेरियल्स छ भने ल्याउन सकिन्छ। UV DTF प्रिन्टरको साइज ठूलै हुन्छ र भ्याल्यु पनि अलिक बढी नै हुन्छ र यस्तो सामानहरू नेपालको तुलनामा चाइनामा बेटर क्वालिटीको पाइन्छ र सस्तो पनि पर्ने गर्छ। सो तपाईले अलिबाबा, ग्लोबल सोर्सेस जस्तो एप्समा गएर UV DTF प्रिन्टर सर्च गरी कत्रो साइजको खोज्नु भएको हो हेरेर त्यो सामानको सेलरसँग कुरा गर्न सक्नुहुन्छ। यस्तो सामानहरू ठूलो भोल्युमको हुने भएकोले सेलरले 1 पीसेस पनि दिने गर्छन्। सो तपाईले सेलरसँग कुरा गरेर सामानको फीचर स्पेसिफिकेसनहरू बुझी आफ्नो रिक्वायरमेन्ट अनुसारको रहेको छ भने प्रोसेस गर्न सक्नुहुन्छ। तपाईले सामान कन्फर्म गरेपछि हामीलाई सामानको डिटेल्स जस्तै कति क्वान्टिटीको हुन्छ, कति वेट र भोल्युम हुन्छ यो डिटेल्सहरू दिनुहोस्। हामी तपाईलाई त्यो सामानको इम्पोर्टमा लाग्ने कस्ट प्रोभाइड गरिदिन्छौँ। त्यसपछि तपाईलाई कस्ट ठीक लागेपछि प्रोसेस अगाडि बढाउन सक्नुहुन्छ र हामी तपाईको त्यो सामानको चाइनामा पेमेन्ट गरी सम्पूर्ण कामहरू गरिदिन्छौँ र नेपालसम्म सजिलै डेलिभर गराइदिन्छौँ र हामीले कोटेसन दिएको कस्टमा कुनै पनि एक्स्ट्रा कस्टहरू हिडन हुँदैन। सो तपाईले ढुक्क भएर इम्पोर्ट गर्न सक्नुहुन्छ। र यदि इम्पोर्ट प्रोसेसको बारेमा केही आइडियाज छैन भने युट्युबमा गई रोदी इम्पोर्ट मास्टर्सको भिडियोहरू हेर्न सक्नुहुन्छ। अझै केही कन्फ्युजन भएमा हामीलाई कल, मेसेज वा काठमाडौँको पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।